नमस्कार। आज हामी नेपालको संविधानका अनुसूचीहरू सम्बन्धी चर्चा गर्नेछौँ। नेपालको संविधानमा जम्मा 9वटा अनुसूचीको व्यवस्था गरिएको छ, जसमा अनुसूची 1 नेपालको राष्ट्रिय झण्डा, अनुसूची 2 नेपालको राष्ट्रिय गान, त्यस्तै गरी अनुसूची 3 नेपालको निशान छाप, त्यस्तै गरी अनुसूची 4मा प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्ला, त्यस्तै गरी अनुसूची 5मा सङ्घको अधिकार सूची, जसमा 35वटा अधिकार सूची रहेका छन्। त्यस्तै गरी 6मा प्रदेशको अधिकार सूची, जुन 21वटा छन्। अनुसूची 7मा सङ्घ र प्रदेशका साझा अधिकार सूची, जुन 25वटा रहेका छन्। अनुसूची 8मा स्थानीय तहका अधिकार सूची, जुन 22वटा रहेका छन्। त्यसै गरी अनुसूची 9मा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची, जुन 15वटा रहेका छन्।